हेलो एभ्रिवान, गुड मर्निङ। मसँग चाहिँ स्क्याम भएको रहेछ है, एकदमै स्क्याम भएको रहेछ। तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ, यहाँ चाहिँ चाइनिज क्याबेज लिएको छ। यसलाई चाहिँ अर्को भाषामा चाहिँ नापा क्याबेज पनि भन्छ। अनि मैले चाहिँ यो अस्ति मटिगडा हाटबाट चाहिँ किनेर ल्याएको थिएँ हो। अनि मैले लाइफमा फर्स्ट टाइम होला यसरी रोपेको आफ्नै हातले बिजनहरू हालेर। अनि यहाँ हेर्नुहोस् त, यो कतै पनि तपाईँहरूले चाइनिज क्याबेज देख्नु हुँदैछ। मैले चाहिँ सुरुमा जब यसको टुसा उम्रिँदै थियो, मलाई लाग्यो बादमा ठुलो हुँदै जाँदा फेरिन्छ होला भनेर। तर लास्टमा त यो त राई साग पनि निस्केछ है। त्यही भएर चाहिँ जस्तो पाए त्यस्तै किन्नु हुँदैन रहेछ बिजन भनेर मैले पनि योपालि सिकेँ हो। यहाँ एकदम नक्सासँगै चाइनिज क्याबेज भनेर लेखिरहेको छ हो। मेरो प्लान चाहिँ इभेन्चुअली यो विन्टरमा चाहिँ त्यो चाइनिज क्याबेजको फेमस किम्ची बनाउँछ नि, किम्ची बनाऊँ या फिर नर्मल स्यालेड पनि बनिन्छ होइन। त्यसमा के मेयोनिजहरू हालेर त्यो चेरी टमेटोजहरू हालेर बनिन्छ। तर मेरो चाइनिज क्याबेज चाहिँ साग पो भएछ, राई साग भएछ। एकदमै राम्रो फलेको छ। जसलाई राई साग खानु मन छ मलाई भन्नुहोस् ल, म तपाईँलाई पठाइदिन्छु नि। हुन्छ, धन्यवाद।